नमस्कार साथीहरू, जय नेपाल। यसपालिको भोट घन्टीमा किन भन्दाखेरि यसपालिको भोटले गाउँ टोलको विकास, नदी नाला, कसैको घरमा पाइप जडान गर्नु जस्तो कुराको लागि भोट होइन। यो भोट भनेको क्षेत्र विकासको लागि गर्ने भोट होइन। क्षेत्र विकास गर्ने, गाउँको टोलको विकास गर्ने भनेको प्रधान र मेयरहरू हुन्। त्यति बेला तपाईहरूले आफ्नो आफ्नो मान्छेलाई, आफ्नो आफ्नो पार्टीलाई भोट गर्नुहोला। तर यो पालिको भोट घन्टीमा, किनभने यो पालिको भोट यो संसदको चुनाव हो, जुन यो जितेर तपाईको संसदमा गएर त्यहाँ गएर यिनीहरूले नियम कानुन बनाउने उम्मेदवारहरू हुन्। र अहिलेको नियम कानुन तपाईहरूले पनि थाहा छ, कतिको लथालिङ्ग छ। त्यो नियम कानुन ठुलो नियम कानुन जस्तो विदेशबाट हैन लिएको ऋणहरू हाम्रो टाउकोमा थपिँदै गइरहेको छ। तर यो आएको पैसा, विदेशबाट आएको ऋण कहीँ कतै युज भएको देख्नुभएको छ, कहीँ कतै विकासमा युज भएको देख्नुभएको छ, कहीँ कतै विकास भएको छैन। सब जति पनि ठुला नेताहरू छन्, सुनकाण्ड, वाइट बडी घोटाला जस्ता, अब तपाईहरूले पनि जेनजीको आन्दोलनमा देखिसक्नु भएको थियो होला, त्यो देउवाको घरमा कति बोराको बोरा पैसा निस्क्यो। त्यो जति विदेशीहरूबाट ऋण आउँछ नि नेपाल विकासको लागि, यिनीहरूले आफ्नो घरमा थन्काएर राखिरहेका छन्। त्यति मात्रै होइन, तपाईँ र हाम्रो छोराछोरीहरूले दुःख गरेर, मेहनत मजदुरी ज्याला गरेर दिनको 250 रुपियाँमा, 250 हो कि 300 हो, 400 जति भए पनि होइन, दिनभरि टन्टनापुल घाममा तिनीहरू मिहिनेत गरेर काम गर्छन्। कति ठाउँमा त लुगा पनि, राम्रो लुगा पनि छैन, च्यात्तेको लुगाहरू लाएर बच्चाहरू कस्तो होइन स्कुल पढ्न जान्छन्। अस्ति आशिका तामाङजीले पनि एउटा भिडियो सेयर गर्नुभएको थियो। एउटा स्कुलमा त्यो बच्चाको कस्तो माया लाग्दो दृश्य थियो। त्यो बच्चाको पुरै लुगाहरू च्यात्तेको थियो, प्यान्टमा धुलो परेको थियो होइन। त्यस्तो आम नेपाली जनताहरूको अवस्था त्यस्तो छ। फेरि त्यही यो नेताहरूको छोराछोरीहरूलाई हेर्नुभयो भने विलासिता जीवन, विदेशमा बसिरहेछन्। विदेशमा हामी पनि छौँ, तर हामी मिहिनेत गर्न आएका छौँ, मिहिनेत गरेर खाइरहेछौँ, यहाँ कमाइरहेछौँ र यहाँबाट भेजेको पैसा रेमिट्यान्स तिनीहरूले, नेताहरूले आफ्ना छोराछोरीलाई जुन विदेशमा छन्, रिल्याक्स गरिरहेछन्, यसो आरामको जिन्दगी बाँचिरहेका छन्, तिनीहरूलाई दिइरहेको छन्। त्यही भएर यसपालिको भोट घन्टीमा दिनुहोस्। यो भोटले तपाईँको देशको संविधान चेन्ज गर्छ। जुन नेताहरूले, पहिलाका भ्रष्टाचारी नेताले आफ्नो बचाउको लागि जुन बनाएको कानुन छ, त्यो परिवर्तनको लागि यसपालिको भोट हो। त्यही भएर यसपालिको भोट तपाईँले घन्टीमै दिनुपर्छ। मतलब छैन तपाईँको क्षेत्रबाट कस्तो मान्छे उठेछ, तर तपाईँले केही नसोची प्रत्यक्ष प्रधानमन्त्रीको निर्वाचन जस्तै सम्झेर तपाईँ घन्टी मात्रै भोट छाप लाउनु होला। मलाई पनि थाहा छ, तपाईँले पनि थाहा छ, हाम्रो उम्मेदवार नराम्रो हुनसक्छ, अरू पार्टीबाट भागेर आएको हुनसक्छ। त्यही भएर अब यो त फलानु पार्टीको हो, चिलानो पार्टीको भनेर अलमल नपर्नु होला। तपाईँले यसपालिको भोट घन्टीमा हाल्नु होला। घन्टीमा हाल्नुभयो भने तपाईँको भोटको सदुपयोग हुन्छ। घन्टीमा हाल्नु भएन भने पहिला जस्तै अब आदि काङ्ग्रेसमा, आदि एमालेमा, आदि माओवादीमा दिनुभयो भने यिनीहरू फेरि गएर त्यही सरकारमा गठबन्धनको सरकार बनाउँछ। दुई पार्टी मिलेर, फेरि पार्टी फरक अघि तपाईँ देखिसक्नु भएको थियो। योभन्दा पहिला नेपाली काङ्ग्रेसको विचारधारा फरक हो, एमालेको विचारधारा फरक हो, तर प्रधानमन्त्री पदको लागि मात्रै भए पनि यिनीहरूले गठबन्धन गरेर सरकार चलाए र त्यसमा तपाईँ हेरिसक्नुभयो कतिजनाको ज्यान पनि गयो। यस्तो पटक भइरहन्छ। त्यही भएर एकचोटि भए पनि बहुमतले घन्टीलाई जिताइदिनुहोस्। र बालेनको कार्यकाल तपाईँ हामीलाई सबलाई थाहा छ। काठमाडौँ नगएको मान्छे कमै होलान्, सबजना जानुभएको छ। पहिलाको काठमाडौँ कस्तो थियो र अहिलेको काठमाडौँ कस्तो छ तपाईँ आफ्नै आँखाले देख्न सक्नुहुन्छ। यो झोलेहरूले कतिले भिडियो पोस्ट गरिरहेछन्, बालेन यो त्यो, बालेन के अरे 8 करोडको गाडीमा चढिरहेछ, प्रधानमन्त्री भयो भने कति करोडको गाडीमा चढ्ने हो। त्यो सरकारी पैसाले नचढे पनि हामी विदेशमा जति काम गरिरहेछौँ नि, हामीले थोरै सहयोग गऱ्यो भने बालेनको लागि एउटा प्लेनै आउँछ के।
तिमीहरू झोलेहरू टेन्सन लिन पर्दैन। 8 करोडको गाडी होइन, 80 करोडको प्लेन होइन, 80 करोड होइन, 160 करोडको प्लेनमा चढ्छ। तर यसपालिको भोट घन्टीमा, यसपालिको भोट परिवर्तनको लागि। मेरो बुवा, हजुरबुवाको बुवा पनि सब एमाले काङ्ग्रेस दिँदै आउनुभएको छ, तर अहिलेसम्म विकास भएको छैन। ठिक छ, म जापान आएको छु, जापान पनि अब खासै राम्रो छैन, तर जापानमा अरू कन्ट्रीभन्दा ठिकै छ भन्न पर्यो भने। तर जो दुबई, कतार, मलेसियातिर जानुभएको छ उहाँलाई सोध्नुहोस्, उहाँहरूको अवस्था कस्तो छ। घरमा साना साना बच्चाहरू छोडेर विदेश जानु रहर होइन के, बाध्यता हो। नेपालमै 25-30 हजारको जब पायो भने कोही किन विदेश जान्छ र? आफ्नो फ्यामिली छोडेर किन जान्छ? कति निर्दय भिडियोहरू पनि अपलोड हुन्छ, विदेशमा गएर नेपाली कुटियोको भिडियोहरू आउँछ, मन रुन्छ। हामीले गलत मान्छे चुज गर्यो भने यस्तो हुन्छ। नेपालमै बसिरहेको मान्छेहरूले गलत मान्छे चुज गरेर नै हो अहिले सब पार्टीका कार्यकर्ताहरू मात्रै सब कार्यालयहरूमा बसिरहेका छन्, सरकारी जब खाइरहेका छन्। तपाईँ काम गर्नको लागि जानुभयो भने तिनीहरूको काम भनेको 10 बजेबाट सुरु हुन्छ, तर ठ्याक्कै 10 बजेबाट काम सुरु हुँदैन। तपाईँ 10 बजे जानुभयो भने अलमल गरेर 11 बजेबाट सुरु गर्छन्। 11 बजेबाट सुरु गरेर बिचमा अब कोही भेनाजु सालीको फोन आयो भने त्यसैमा गफ गर्नमा आधी घन्टा जति खाइदिन्छन्। त्यसपछि 1 बज्छ, 1 बजेबाट ब्रेक हुन्छ तिनीहरूको खाना खाने लन्च। खाना खाइसकेपछि 1 घन्टाको लन्चको टाइममा पनि तिनीहरू 1.5 घन्टा लिन्छन्, 2:30 बज्छ। 2:30 बजेबाट फेरि काम सुरु गर्नुहुन्छ, फेरि कसैको फोन आइहाल्यो, कुनै नेताको फोन आइहाल्यो, मेरो मान्छे छ, तपाईँको फाइल तल राखेर त्यो मान्छेको काम पहिला हुन्छ। फेरि 4 बजे तिनीहरूको छुट्टी हुने हो, 3:30 बजे बन्द हुन्छ। तपाईँ कति दिन थाउनुहुन्छ लाइन बस्नुहुन्छ? भर्खरैको न्युज हो, म अहिले जापानमा छु, तैपनि नेपालको स्थितिहरू बुझिरहेको हुन्छु। मेरो बुवा किसान हुनुहुन्छ, पहिलेदेखि किसानी गर्दै आउनुभएको छ। यसपालि खादको लागि कति मारामारी भयो थियो। 5 किलो खादको लागि मान्छेहरू त्यो हिलोमा पानी परिरहेको बेला 24 घन्टा लाइनमा बसेर पनि 5 किलो खादको लागि पनि बिहान हुँदासम्म त्यो खाद सकिन्थ्यो। 5 किलो खाद। अहिले नेताहरू म यो विकास गर्छु, त्यो विकास गर्छु दुनियाँ भन्दै आउँछन् तपाईँसँग भोट माग्न। उनीहरूलाई सोध्नु होला, हामीले समस्या परेको बेला के तपाईँ आउनुभयो थियो? त्यति बेला खाद दिलाउनु भयो? हाम्रै नवलपरासी, मैले नाम भन्न चाहिनँ, उहाँको 175 बोरा उहाँले आफ्नो गोदाममा राख्नुभयो थियो खाद। हामीले जिताएको, भोट दिएर जिताएको मान्छेले 175 हो कि 200 कति बोरा राख्नुभयो थियो गोदाममा खाद, न्युजमा पनि आएको थियो। खै त जनतालाई दिएको? आफ्नै नातागोतालाई दिनलाई राख्नुभयो थियो। हामीले तपाईँले भोट दिएर जिताउनुको, हामीले तपाईँले भोट दिएर किन जिताएको? आफ्नै नातागोतालाई सेवा सुविधा दिनलाई हो। किन तपाईँले भोट दिने? के को लागि तपाईँले भोट दिने? अहिलेसम्म तपाईँ के गर्नुभयो देशको लागि? विचारधारा के छ? म विकास गर्छु भन्नुहुन्छ, तर विकास कसरी गर्नुहुन्छ त्यो भनेर देखाउनुहोस् न। म काठमाडौँ जान्छु भन्नु र म काठमाडौँ जानलाई यहाँबाट मैले घरबाट जस्तो आफ्नो ठाउँबाट कतिसम्म मैले हाइवेमा पुग्नुपर्छ, त्यहाँबाट कुन बस चढेर मैले काठमाडौँ जानुपर्छ, बिचमा के पर्छ, के गर्नुपर्छ, कति घन्टाको ब्रेक हुन्छ, त्यो सब एउटा खाका बनाए जस्तै एउटा सिम्पल तरिका है, बुझ्ने तरिका। खै त तपाईँहरूको विचारधारा के छ? मैले यो तरिकाले विकास गर्छु भन्ने केही धारणा छैन नि। भोट दिने विचार छैन। हाम्रो अहिलेको उम्मेदवार जुन घन्टीमा हुनुहुन्छ उहाँलाई पनि भोट दिने विचार छैन। तर हाम्रो बाध्यता, हाम्रो मेन टार्गेट भनेको हाम्रो प्रधानमन्त्री बालेन शाह हो। त्यही भएर यसपालिको भोट घन्टीमा। जय घन्टी।